नमस्कार सबैजनाहरू। मैले चाहिँ यहाँ पकाउँदैछु वाचिपा। वाचिपा पकाउनका लागि मैले त्यसमा तेलमा अलिकति मेथी राखेँ, त्यस पछाडि प्याज राखेँ अनि प्याजलाई मजाले हामीले गोल्डन ब्राउन हुनुन्जेलसम्म हामीले त्यसलाई मजाले फ्राई गर्नुपर्छ। त्यस पछाडि मैले बेसार राखेँ अनि मासु राखेँ। मासु राखेर मैले मजाले चलाएँ अनि मजाले फ्राई गरेँ। त्यस पछाडि मैले नुन राखेँ, त्यसमा नुन राखेर पनि मजाले भुटिसके पछाडि अनि हामीले त्यसमा अब मसला एड गर्नुपर्छ। मसला एड गरेर मसलाको स्मेल जाइन्जेलसम्म हामीले त्यो मासु मजाले भुट्नुपर्छ र भुटिसकेपछि हामीले त्यसमा थोरै टमाटर राख्नुपर्छ। टमाटर राखिने हुन्छ नराखिने हुन्छ, तर मलाई राखेको मनपर्छ। त्यसैले टमाटर राखेपछि मजाले पकाउने अनि त्यसमा हामीले भिजाएको चामल राखेर त्यसलाई मजाले मिलाउने अनि भिजाएर राखेको चामल मजाले मिलिसके पछाडि हामीले त्यसमा राख्ने कुखुराको पखेटा अथवा बुत्लाको कालो बनाएर राखेको हुन्छौँ हो त्यो लगाइसके पछाडि मजाले चलाउने अनि त्यो चलाइसकेपछि हामीले हालेको चामललाई पुरा ढाकिने गरी हामीले त्यसमा पानी हाल्नुपर्छ। पानी हालेर अब हामीले एकछिन सानो आगोमा छोपेर पकाउनुपर्छ अनि यसै गरी हाम्रो तयार हुन्छ वाचिपा।